हेलो गाइज, नमस्कार भन्नु। उहाँ हुनुहुन्छ यो मुहालको मालिक नि। नमस्कार भन्दा नि लजाइराख्नु भएको। नमस्ते भन्दै हुनुहुन्छ उहाँले। फेस राम्रो है देखिन गरे। यता राम्रो है यतातिर। यो के दाना गरियो मलाई थाहा छैन। त्यो दाना खैरको दाना भन्छ होला सायद। हामीले खैरको दाना भन्छौँ के रे, के दाना भन्छ। हेलो गाइज, हामी खैरको दाना आइरहेको छौँ। त घाम पछाडि पऱ्यो क्या, हामी अगाडि भएर कालो देखियो क्या मान्छे। यस्तो गरे यस्तो हिँडौँ भने हुन्न क्या। दामी छ कालो देखि यस्तो गरेर कालो देखिन्छ। अब यस्तो हिँडौँ भने भएन। त्यहाँदेखि यता कति राम्रो भएर हिँड्यो आज। पिकनिक गएको भन्दा पनि के भने भयो। कसको उहाँ चिरच्याती हुन लाम्बो। अब आयो नि त ठाउँहरू, यहीँ मासतिर ठाउँहरू। खैरको दारा अहिले त दारामा पुगेर आइसक्यौँ। लास्ट जाडो हुँदो रहेछ। दाजु हामीले गलबन्दी ल्याएको थियौँ र पो। अनि उहाँ मुहालको मालिक नि फेरि उहाँ पुगिसक्नु भयो। अर्को मुहालमा गीत बजाउँदै हिँड्नु भयो। पुरा नाच्दै हिँड्नु भएको छ भन्नु र। त्यहाँदेखि ठाउँहरू हेर्नु खतरा। हामी आएको ठाउँ अहिले लगभग अहिले 5 बजे होला। हामी 5 बजे फर्किँदैछौँ। 3 बजे आएको थियौँ, 5 बजे फर्किँदैछौँ। गाइजहरू हेर्नुहोस्, मालिक नि मुहालको मालिक नै उहाँ। फेरि बाटो लास्ट झ्याङ रहेछ। दाराकारा बाटो यस्तो रहेछ गाडी। उहाँ मुहालको मालिक। अब त्यहाँबाट झन् कति घन्टा लाग्छ त थाहा छैन, तर सुस्तो सुस्तो झर्नुहुन्छ। चाक्ले घिसार्दै छ। नाचकन झर्नु के हेर मालिकनीको हालत। फ्यासक फ्यासक भइराख्नु भएको छ। उहाँ हेर्दा अलि हत्तकत्त हुनुहुन्छ। कहाँ जाने त गाइजहरू। बाटो खतरा खाके फेरि आउन। मालिक नि मुहालको मालिक नि। बुई गरेर हिँडालौँ भने मेरो डबल छ। बुई गरेर हिँडालौँ भने मेरो डबल छ। गाह्रो पो छ। त्यहाँनिर म क्यामेराम्यान, उहाँ दुई खुट्टा 4 खुट्टा टेक्दै हिँड्नु भयो। गाह्रो छ उहाँलाई नि। कहाँ तर्ने गरी पारी यही बात। हाई गाइस, फाइनली हामी रोडमा आएको छौँ। उहाँ मुहालको मालिक नि हुनुहुन्छ। उहाँ त्यहाँ झर्दै हुनुहुन्छ। लाउनु आउनु। हेलो गाइस भन्नु। म हो मुहालको मालिक नि। मेरो नाम हो के हो नामै मुहालको मान्छेको नामै थाहा छैन। मुहालको नाम पनि थाहा छैन होला सायद। हामी रोडमा आइसक्यौँ। अब रोडमा आउन सफल भयो। यस्तो लुगाको हालत यस्तो भइरहेको छ। लास्ट कुरो लास्ट रमाइलो भयो। उहाँ पारी पारी लाइट बालिसकिछ। ल हेर लाइट। ठाउँको नाम उताको ललाङ हो। पारीभित्र ललाङ। अनि यो तर्दे ललाङ भन्ने एउटै हो। अनि यताको फेरि झोरले तारातिर होला सायद। तारा हो त। म गर्छु अगाडि गर्नु देखिन के। हामी आयौँ भर्खर रोडमा झऱ्यौँ हामी। घर पुग्ने कति बेला थाहा छैन, कति बज्यो
थाहा पनि छैन। 6 बजिसक्यो। अब हामी कति बजी पुगिन्छ? 6, 7, 8 सायद घर 7 बजीतिर पुगिन्छ। 7, 8 बजीतिर पुगिन्छ होला। के गर्नु, घुम्न आएको, ठाउँ हेर्न आएको। यस्तै छ लुगाको हालत। यस्तो जाडो भएको थियो, अहिले हिँडेर होला अलि जाडो भएको छ। वरिपरि तलतिर लाइट बालिसक्यो। हामी यही छौँ। घर पुग्ने कति बेला थाहा छैन। भोलिसँग पुगिन्छ कि भन्ने आशमा। ल बाई गाइस।